केटाहरूले अर्डरलाई चाहिँ ज्याम कि ज्याम हान्न लायो होइन यसरी सुई सुई आगो बाल्दै। सो हे गाइज म मिस्टर शक्ति मगर फेरि पनि आइसक्यो मिनी ब्लग लिएर र आज चाहिँ बिहान बिहान ड्युटी गयो। बिहानको वेदर चाहिँ एकदम बवाल छ होइन बिहान 10 बजेको। अनि म भित्र गइसकेपछि चाहिँ बल सुबलमा पानी हालेर तताएर चाहिँ पिउन लाएँ होइन। मलाई चाहिँ एकदम रुगा लाग्यो जस्तो घाँटीमा एकदमै कफ भइरहेको थियो। त्यही भएर चाहिँ मैले गरम पानीले चट्टो लाएर माइक्रोफोनमा हालिसकेपछि अब निकालेर सरर गिलासमा हालेर पिउनु पर्ने हुन्छ। एकदमै चिसो हुन्छ नि त बाहिर घाम आए पनि चिसोको टाइममा एकदमै हुन्छ क्या। त्यही भएर यति सक्दा बित्तिकै मैले गार्लिक थिएन, गार्लिकलाई चाहिँ चप गरेँ हल्का, धेरै त्यति साह्रो पनि चाहिएको थिएन तर हल्कालाई चप गरेँ। यो गार्लिकले चट्टैमा हालेर सुई 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 घुमाइदिएँ होइन। पहिला चाहिँ हातले गर्नु पर्थ्यो, आजभोलि यो सामान छ त्यही भएर यसले चाहिँ एकैछिन बनाइदिन्छ। अनि यति गर्दा गर्दै अर्डर पनि आयो। केटाहरूले अर्डरलाई चाहिँ ज्याम कि ज्याम हान्न लायो होइन यसरी सुई सुई आगो बाल्दै। अनि यतिकैमा मैले चाहिँ डिमसिमको मिसाइसकेको थियो। डिमसिमको लागि तयारी गर्नुपर्ने हुन्छ किनभने अब चाहिँ मेरो लास्ट टाइम हुन्छ होला यति यो मिसा बनाउने चाहिँ। अब यति बनाएपछि म किनभने घरतिर जानुपर्ने हुन्छ। अब 6-7 दिन छ घर जाने पनि, भोलि मेरो छुट्टी हुन्छ। त्यही भएर त्यसैले चाहिँ मैले चाहिँ आजै बनाइदिन्छु भनेर केटालाई सहयोग पनि गरौँ भनेर बनाइदिएँ। यति बनाइदिइसकेपछि अब यसलाई चाहिँ बनाउन पनि पर्ने हुन्छ फेरि होइन। यही तर्का पनि हान्न पर्ने हुन्छ। यसले मजाले पकाइदिएँ ड्याम लगाएर। यति गर्दा गर्दै अब आजको भिडियो पनि सकिन्छ यहीँनिर। ब्रेक त जान टाइम पनि भइजान्छ होइन मेरो। अब भेटौँला नेक्स्ट भिडियोमा। बाइ गाइजहरू।